मैले चाहिँ एभ्रीडे स्याउ खान्छु हैन। र आज चाहिँ मैले त्यस्तो चट्ट सफा गरेर धोएर खान्छु काटेर। र आज चाहिँ मैले यो काट्ने बेलामा यो स्टिकर चाहिँ सधैँ हुन्छ यस्तो चाहिँ स्याउहरुमा। र यसलाई यसरी काट्ने क्रममा चाहिँ यसरी काट्ने क्रममा आज मैले यसरी यो सेतो यसरी देखेँ हैन। अनि त्यसपछि यसरी यता साइडमा यसरी गर्दै गएको यसरी सेतोहरु चाहिँ यसरी देख्न सक्नुहुन्छ हैन। यसरी यो माथि एउटा लेयर जस्तो चाहिँ भित्र चाहिँ अलिकति टल्केको छ र बाहिर चाहिँ लेयरमा चाहिँ यो सेतो छ है। हल्का उक्यो है। हरेक ठाउँमा छ यो चाहिँ। यस्तो सेतो भेटेँ र यो सेतोलाई मैले यसरी यो पाउडर जस्तो छ यस्तो के हो मलाई थाहा नभएको कुरा हो कि स्याउमा यस्तै हुन्छ है। भनेको यसलाई अब कि चाहिँ अब यो केमिकल हालेर यसलाई पोलिस गरेको हो भने चाहिँ यसलाई हामीले खोल खान भएन, फाल्न पर्यो यसको खोललाई हैन। यसरी त्यतातिरै छ है। पोलिस गरेर राखेको भन्छ सायद है यो स्याउहरु। सायद पोलिस गरेको स्याउ हो जस्तो लाग्यो मलाई। र यस्तो केमिकलहरु हुने जस्तो लाग्यो नि त। यो केमिकलले नै पोलिस गरे होला। भनेको स्याउ खाने बेलामा यसरी यो बाहिरको खोललाई फालेर खान पर्यो कि चाहिँ है। नत्र यही स्वास्थ्य हुनलाई यही स्याउ खाइन्छ र यही स्वास्थ्य हुन खाइएको स्याउले नै हामीलाई बिरामी बनाउँछ है। सो यो जनचेतनाको लागि के होला मलाई थाहा नभएको कुरा हुन सक्छ, भनिदिनु होला है त।